सहको बिहान र कुदाई कोही लागेको ठुलो पेट घटाउन कुदेका छन्, कोही आफू आफ्नो पेट पार्न कुदेका छन्, कोही मन्दिरमा पूजापाठ गर्न भनेर कुदेका छन्, कोही मन्दिरमा आएकाहरूले केही दिलन कि भनेर कुदेका छन्, यात्रुहरू बस छुट्ला कि भन्ने डरले कुदेका छन्, कोही फेरि आफन्त कुन बसमा आए भन्दै कुदेका छन्, चिया बेच्ने बाजे थर्मस बोकेर यताउता कुदेका छन्, विद्यार्थी स्कुल कलेज पुग्न ढिलो हुने भयो भनेर कुदेका छन्, लुगा व्यापारी लुगा बेच्न लागि कुदेका छन्, पुस्तकारी व्यापारी गुडिरहेको बस सँगसँगै किनिदिएलान् कि भन्ने आशाले कुदेका छन्, बस माइक्रो टिकट काउन्टरको दाजुहरू टिकट बेच्न कुदेका छन्, तरकारी व्यापारीहरू ठेलामा तरकारी बेच्न कुदेका छन्, लामो यात्राबाट थकित बसका डिब्बाबाट निकालिएका खसी जिउ तन्काउन कुदेका छन्, खसी साउस खसी बाग्ला भन्ने समाउन कुदेका छन्, अनि म जस्तै अनगिन्ती मानिसहरू कतार थलो पुग्न कुदेका छन्। हो रहेछ, हरेक कुदाई जित्नका लागि मात्र नहुने रहेछ, बाध्यता, जिम्मेवारी, आवश्यकता र सिक्नका लागि पनि हुँदो रहेछ। मित्रहरू, आज हाम्रो लेख कस्तो लाग्यो कृपया राम्रो लागेमा हाम्रो यस युट्युब च्यानललाई पनि लाइक कमेन्ट शेयर सब्सक्राइब गरिदिनु होला, ताकि आगामी दिनमा पनि यस्तै खाले लेख रचना ल्याउन हामीले थप प्रोत्साहन मिल्नेछ। धन्यवाद।